नमस्कार, म मिस्टर ब्याङ्कर। नमस्कार, म मिसेस ब्याङ्कर। हाम्रो रेगुलर पडकास्टमा स्वागत छ। स्वागत छ। आज हामी सबैको वालेटमा लुकेर बस्न सक्ने एउटा शक्तिशाली तर अलि जटिल आर्थिक औजारको बारेमा गहिरो विश्लेषण गर्दैछौँ। क्रेडिट कार्ड हो, यो एउटा यस्तो औजार हो जसले आर्थिक जीवनलाई सहज पनि बनाउन सक्छ र सही तरिकाले प्रयोग नगरे जटिल पनि। हामीसँग नेपालमा क्रेडिट कार्डको प्रयोग, फाइदा र जोखिम बुझाउने विस्तृत गाइडका केही अंशहरू छन्। आजको हाम्रो मिसन भनेको यो सानो प्लास्टिकको टुक्रा कसरी काम गर्छ, यो कसरी पाइन्छ र सबैभन्दा महत्त्वपूर्ण कसरी यो कार्डलाई आफ्नो लागि वरदान बनाउने वा कसरी सानो गल्तीले यो अभिशाप बन्न सक्छ, आज हामी यही खोतल्दैछौँ। आउनुहोस् यो यात्रा सुरु गरौँ। सुरुमा सबैभन्दा आधारभूत प्रश्नबाटै सुरु गरौँ न। यो कार्डले काम कसरी गर्छ? हामी सबैले यसको 45 दिनको ब्याजमुक्त अवधिको बारेमा त खूब सुनेका छौँ, तर यो साँच्चै त्यति सरल छ त? त्यो एकदमै राम्रो प्रश्न हो। जस्तो यदि मेरो बिल हरेक महिनाको 30 गते बन्छ र मैले 28 गते केही किने भने मैले त जम्मा 17-18 दिन मात्र ब्याजमुक्त अवधि पाएँ, होइन? र यो 45 दिनसम्म भन्ने कुरा त अलि भ्रामक रहेछ नि। एकदम सही ठाउँमा समात्नुभयो। यो 45 दिनसम्म भन्ने वाक्यांश नै धेरै मानिसहरू झुक्किने पहिलो ठाउँ हो। यो अधिकतम अवधि हो, ग्यारेन्टी होइन। यसको कार्यप्रणालीलाई बुझ्न 3वटा मुख्य कुरामा ध्यान दिनुपर्छ। पहिलो हो क्रेडिट सीमा, क्रेडिट लिमिट। यो भनेको ब्याङ्कले तपाईको आम्दानी र आर्थिक अवस्था हेरेर निर्धारण गरेको अधिकतम खर्च गर्न मिल्ने रकम हो। तपाईका सबै खर्च यही सीमाभित्र रहनुपर्छ। अर्थात् यो ब्याङ्कले दिएको एउटा खाली चेक जस्तो चाहिँ होइन, यसको एउटा निश्चित सीमा छ। बिल्कुल। दोस्रो, तपाईले उठाएको प्रश्न, ब्याजमुक्त अवधि, ग्रेस पिरियड। यो तपाईको बिलिङ साइकलमा भर पर्छ। साइकलको सुरुमा गरेको खर्चले लामो ब्याजमुक्त अवधि पाउँछ भने अन्त्यतिर गरेको खर्चले छोटो। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण कुरा हो भुक्तानी र ब्याज, पेमेन्ट एन्ड इन्ट्रेस्ट। यहीँबाट सुविधा वा पासोको निर्णय हुन्छ। यदि भुक्तानी मितिभित्र पुरै बिल तिर्यो भने ब्याज 0% मतलब 0% हुन्छ। तर यदि न्यूनतम रकम मात्र तिर्यो वा समयमा तिरिएन भने? हो, त्यसो भयो भने बाँकी रकममा उच्च ब्याज दर लाग्न थाल्छ। र त्यो ब्याज दर निकै चर्को हुन्छ भन्ने सुनेको छु। हो, यो वार्षिक 20% सम्म पनि पुग्न सक्छ। तर यहाँ अझ खतरनाक कुरा के छ भने नि, ब्याज कसरी गणना हुन्छ भन्ने हो। ब्याङ्कहरूले प्राय एभरेज डेली ब्यालेन्स विधि प्रयोग गर्छन्। एभरेज डेली ब्यालेन्स त्यो भनेको के हो? यसको अर्थ हो तपाईले बिल तिर्न एक दिन मात्र ढिला गर्नुभयो भने ब्याज तपाईले तिर्न बाँकी रहेको अन्तिम रकममा मात्र लाग्दैन, बरु तपाईको खरिद गरेकै दिनदेखिको हिसाबमा लाग्न सक्छ। यसले गर्दा सानो देखिने रकम पनि छिटै ठूलो हुन पुग्छ। यो त साँच्चै गहिरो कुरा भयो। मतलब यो न्यूनतम भुक्तानीको विकल्प त एउटा पासो नै रहेछ। अब मानिलियौँ यति थाहा पाएर पनि कसैलाई यो कार्ड लिन मन लाग्यो। नेपालमा क्रेडिट कार्ड पाउनका लागि के कस्ता योग्यता र कागजातहरू चाहिन्छन्? यसको लागि योग्यता र आवश्यक कागजातहरू स्पष्ट रूपमा तोकिएको छ। योग्यताको कुरा गर्दा 4वटा मुख्य शर्तहरू छन्। नेपाली नागरिक हुनु पर्यो, उमेर सामान्यतया 21 वर्षभन्दा माथि हुनु पर्यो, स्थिर मासिक आय हुनु एकदमै जरुरी छ र सम्बन्धित ब्याङ्कमा खाता हुनुपर्छ। कागजातहरूको सूचीमा त नागरिकता, फोटो, तलब रसिद जस्ता सामान्य कुराहरू छन्। तर यहाँ एउटा कुराले मेरो ध्यान खिच्यो। पछिल्लो 6 महिनाको ब्याङ्क स्टेटमेन्ट। ब्याङ्कले वास्तवमा त्यो स्टेटमेन्टमा के हेर्छ? के उनीहरूले हाम्रो खर्च गर्ने बानी, जस्तै कति रेस्टुरेन्टमा खर्च भयो वा कति अनलाइन सपिङ भयो भनेर विश्लेषण गर्छन्? के यसले कार्ड स्वीकृत हुने वा नहुनेमा फरक पार्छ? एकदमै राम्रो प्रश्न हो। ब्याङ्कले तपाईको आम्दानीको स्थिरता मात्र होइन, तपाईको आर्थिक अनुशासन पनि हेर्छ। स्टेटमेन्टमा नियमित आम्दानी देखिएको छ कि छैन, खातामा पैसा टिक्छ कि टिक्दैन, वा तपाईले अन्य ऋणको किस्ता समयमा तिर्नु भएको छ कि छैन, यस्ता कुराहरूले तपाईको वित्तीय स्वास्थ्यको चित्र देखाउँछ। धेरै नै अस्थिर खर्च गर्ने बानी देखिएमा ब्याङ्कले जोखिम लिन नचाहन सक्छ।
यो तपाईको ऋण तिर्न सक्ने क्षमताको मूल्याङ्कन हो। मतलब हाम्रो ब्याङ्किङ बानीले पनि भूमिका खेल्ने रहेछ। ल मानौ सबैसँग योग्यता र कागजातहरू छन्। अब प्रक्रिया सुरु गर्न खोज्दा बजारमा त दर्जनौं ब्याङ्कका कार्डहरू छन्। सही कार्ड कसरी छान्ने? के सबैभन्दा कम ब्याज दर हेर्ने कि अरू केही सुविधाहरूलाई प्राथमिकता दिने? यो प्रक्रियाको पहिलो पाइला नै सबभन्दा महत्त्वपूर्ण देखिन्छ। हो, प्रक्रियाको पहिलो र सबैभन्दा महत्त्वपूर्ण चरण नै अनुसन्धान र तुलना हो। कसैको लागि रिवार्ड पोइन्ट्स महत्त्वपूर्ण होला, कसैको लागि एयरपोर्ट लाउन्ज पहुँच, आफ्नो खर्च गर्ने बानी अनुसार कुन कार्डले बढी फाइदा दिन्छ भनेर तुलना गर्नुपर्छ। त्यसपछि मात्र ब्याङ्कको शाखा वा अनलाइन मार्फत आवेदन दिने, कागजात बुझाउने र स्वीकृतिको प्रतीक्षा गर्ने चरणहरू आउँछन्। अनि कार्ड स्वीकृत भएपछि? कार्ड स्वीकृत भएपछि यसलाई सक्रिय गरेर प्रयोग सुरु गर्न सकिन्छ। नेपालमा त लगभग सबै ठूला वाणिज्य ब्याङ्कहरूले यो सेवा दिन्छन् हैन त? जस्तै नविल, सिद्धार्थ, ग्लोबल आइएमई, एनआइसिएसिया आदि। हो, प्राय सबै कवर्धका ब्याङ्कहरूले यो सुविधा दिन्छन्। ठिक छ, अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पक्षको जोखिम। तपाईले अनियन्त्रित खर्चको कुरा गर्नुभयो, तर केही मानिसहरू तर्क गर्छन् कि क्रेडिट कार्डले त वित्तीय अनुशासन सिकाउँछ, किनकि यसले हरेक खर्चको रेकर्ड राख्छ र बजेट बनाउन मद्दत गर्छ। यो पासो हो भन्ने कुरा व्यक्तिगत अनुशासनको कमी मात्र होइन र? यो दुवै हो। क्रेडिट कार्ड आफैमा न राम्रो हो न नराम्रो, यो एउटा औजार मात्र हो। तर यसको डिजाइन नै मनोवैज्ञानिक रूपमा बढी खर्च गराउने खालको छ। कसरी? अहिले किन पछितिर भन्ने सुविधाले हाम्रो दिमागको खर्च गर्दा हुने पीडालाई कम गरिदिन्छ। नगद तिर्दा पैसा घटेको देखिन्छ, कार्ड स्वाइप गर्दा त्यो महसुस हुँदैन। यही कारणले अनियन्त्रित खर्चको पासो सबैभन्दा ठूलो जोखिम हो। र यदि खर्च नियन्त्रण बाहिर गयो भने दोस्रो जोखिम उच्च ब्याज दरको बोझ आइपर्छ, जसको बारेमा हामीले अघि कुरा गर्यौं। एकदम, र यो चक्रव्यूह जस्तै हो। ब्याजले गर्दा ऋण बढ्छ, ऋण बढेपछि न्यूनतम रकम तिर्न पनि गाह्रो हुन्छ र ब्याज झन थपिँदै जान्छ। मैले एकजना साथीको अनुभव सुनेको थिएँ जसले विदेशबाट एउटा सामान मगाउन पहिलो पटक क्रेडिट कार्ड प्रयोग गरेका थिए, तर उनले न्यूनतम रकम मात्र तिर्दा हुन्छ भन्ने सोचे। अनि 6 महिनापछि हेर्दा उनको ऋण झण्डै दोब्बर भइसकेको थियो। यो न्यूनतम भुक्तानीको पासो साँच्चै खतरनाक रहेछ। यो त डरलाग्दो रहेछ। तेस्रो जोखिम चाहिँ क्रेडिट स्कोरमा नकारात्मक असर पर्ने भनिएको छ। नेपालको सन्दर्भमा यो क्रेडिट स्कोर प्रणाली कतिको प्रभावकारी छ? हुन त नेपालमा पश्चिमा देशहरूमा जस्तो व्यक्तिगत क्रेडिट स्कोर प्रणाली पूर्ण रूपमा विकसित भइसकेको छैन, तर कर्जा सूचना केन्द्र क्रेडिट इन्फर्मेसन ब्युरोले सबै ऋणीको रेकर्ड राख्छ। समयमा भुक्तानी नगर्दा तपाईको क्रेडिट रिपोर्टमा नकारात्मक असर पर्छ, जसले गर्दा भविष्यमा ऋण लिन गाह्रो हुन्छ। गाह्रो मात्र होइन, लगभग असम्भव जस्तै बनाइदिन्छ घर, गाडी वा अन्य कुनै पनि प्रकारको ऋण लिनमा। यो त भयो जोखिमको कुरा। अब कल्पना गरौँ कसैले साँच्चै समयमा पैसा तिरेन, पहिलो महिना, दोस्रो महिना, त्यसपछि के हुन्छ? ब्याङ्कले के कस्ता कदम चाल्न थाल्छ? यो प्रक्रियाले कसरी व्यक्तिको आर्थिक भविष्यलाई नै बन्धक बनाउन सक्छ? यसका परिणामहरू निकै गम्भीर छन् र यो चरणबद्ध रूपमा अघि बढ्छ। पहिलो चरणमा ब्याज र जरिवाना लाग्न सुरु हुन्छ। तोकिएको म्यादमा बिल नतिर्ने बित्तिकै ढिलाइ शुल्क र हामीले अघि भनेको चर्को ब्याज लाग्न थाल्छ। यसले ऋणको रकमलाई हरेक दिन बढाउँदै लैजान्छ। र यदि यो क्रम जारी रह्यो भने तब दोस्रो चरण सुरु हुन्छ, क्रेडिट इतिहास खराब हुनु। केही महिनासम्म पैसा नतिरेपछि ब्याङ्कले यो जानकारी कर्जा सूचना केन्द्रमा पठाउँछ। तपाईको रिपोर्टमा ढिला भुक्तानी वा नतिरेको रेकर्ड बस्छ। त्यसपछि कुनै पनि ब्याङ्कले तपाईलाई पत्याउँदैन। घर बनाउने सपना, गाडी किन्ने योजना, सबैमा पूर्ण विराम लाग्न सक्छ। हो, र सबैभन्दा नराम्रो अवस्था त्यो के हो? तेस्रो र अन्तिम परिणाम हो कालो सूचीमा नाम पर्नु। लामो समयसम्म पैसा नतिरेमा र ब्याङ्कले धेरै पटक ताकेता गर्दा पनि व्यवस्था गरेमा ब्याङ्कले तपाईको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा राख्न सक्छ। कालो सूचीमा परेपछि तपाईले कुनै पनि ब्याङ्क तथा वित्तीय संस्थाबाट कारोबार गर्न पाउनुहुन्न। तपाईको ब्याङ्क खाता रोक्का हुन सक्छ। यो एक प्रकारको वित्तीय मृत्यु जस्तै हो। यो त साँच्चै डरलाग्दो छ। यति धेरै जोखिमहरूबारे थाहा पाएपछि प्रश्न उठ्छ, यो शक्तिशाली औजारलाई आफूलाई हानि नपुग्ने गरी
कसरी चलाउने, एक जिम्मेवार प्रयोगकर्ता कसरी बन्ने? यसका लागि 4वटा सूत्रहरू छन् जुन मन्त्र जस्तै सम्झिनुपर्छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण सूत्र हो सधैँ पूर्ण बिल तिर्नुहोस्। न्यूनतम भुक्तानीको विकल्पलाई बिर्सिदिनुहोस्। यो ब्याङ्कले तपाईँलाई ऋणको चक्रमा फसाउन राखेको चारा हो। भनेपछि त्यसलाई हेर्दै नहेर्ने हो। ब्याजबाट बस्न र राम्रो क्रेडिट इतिहास बनाउन हरेक महिनाको बिल समयमै पूरा तिर्नुहोस्। दोस्रो सूत्र छ बजेट बनाउनुहोस्। यसमा भनिएको छ क्रेडिट सीमालाई लक्ष्य नबनाउनुहोस्। यो निकै महत्त्वपूर्ण कुरा हो। मान्छेहरू मेरो त 5 लाखको लिमिट छ भनेर गर्व गर्छन्। एकदम। त्यो 5 लाख तपाईँको पैसा होइन, ब्याङ्कको ऋण हो। आफ्नो तिर्न सक्ने क्षमताभन्दा बढी कहिल्यै खर्च नगर्नुहोस्। हरेक महिना बजेट बनाउनुहोस् र त्यसमा अडिग रहनुहोस्। अनि तेस्रो सूत्र हो योजना अनुसार प्रयोग गर्नुहोस्। आकस्मिक अवस्था वा योजनाबद्ध ठूलो खरिद जस्तै फ्रिज वा टिभी किन्दा मात्र कार्ड प्रयोग गर्ने बानी बसाल्नु राम्रो हुन्छ। दैनिक चिया खाजामा प्रयोग नगर्ने हो, त्यसले खर्च बढाउन सक्छ। र चौथो सूत्र सुरक्षासँग सम्बन्धित छ। सुरक्षामा ध्यान दिनुहोस्। हो, यो डिजिटल युगमा निकै महत्त्वपूर्ण छ। आफ्नो कार्ड नम्बर, पिन र मोबाइलमा आउने ओटिपी कसैसँग पनि साझा नगर्नुहोस्। आजकल धेरै नयाँ किसिमका ठगीहरू भइरहेका छन्। आफ्नो कार्डबाट कुनै शङ्कास्पद कारोबार भएको थाहा पाउने बित्तिकै तुरन्त ब्याङ्कलाई खबर गर्नुपर्छ। अब अलिकति नेपालको समग्र चित्र हेरौँ न। आर्थिक वर्ष 2080-81 को मध्यसम्ममा नेपालमा लगभग 2,84,000 क्रेडिट कार्ड प्रयोगकर्ताहरू छन् भन्ने तथ्याङ्क छ। यो आँकडा सुन्दा ठूलो लागे पनि नेपालको जनसङ्ख्या र ब्याङ्किङ पहुँच हेर्दा यो निकै कम होइन र? एकदम सही प्रश्न। यो बहुआयामिक छ। यो सङ्ख्या कम हुनुको पछाडि प्रविधि, संस्कृति र अर्थतन्त्र तीनवटैको भूमिका छ। पहिलो, हाम्रो समाजमा ऋणलाई अझै पनि नकारात्मक रूपमा हेरिन्छ। नभए नचलाउनु, ऋण नलिनु भन्ने मानसिकता गहिरोसँग बसेको छ। दोस्रो, पछिल्लो समय क्यूआर कोड र डिजिटल वालेटको जुन क्रान्ति भयो त्यसले क्रेडिट कार्डको वृद्धिलाई अलि सुस्त बनाइदिएको छ। त्यो रोचक छ। कसरी? अब हेर्नुहोस्, ब्याङ्कहरूका लागि क्रेडिट कार्ड जारी गर्नु, त्यसको जोखिम व्यवस्थापन गर्नुभन्दा क्यूआरबाट हुने कारोबार व्यवस्थापन गर्न सस्तो र सजिलो छ। त्यसैगरी साना व्यापारीहरूले हजारौं पर्ने कार्ड मेसिन POS राख्नुभन्दा भित्तामा क्यूआर स्टिकर टाँस्नु रुचाउँछन्। त्यसैले भुक्तानीको सहजतामा क्यूआरले क्रेडिट कार्डलाई उछिन्यो। तर पनि यसको महत्त्व त छँदैछ होला। छ नि। विशेष गरी अनलाइन खरिद, अन्तर्राष्ट्रिय भुक्तानी र एकै पटक ठूलो रकम तिर्नु पर्दा क्रेडिट कार्डको महत्त्व अझै छ। अन्त्यमा यो सबै विश्लेषणलाई एउटा तराजुमा राखेर हेर्दा क्रेडिट कार्ड सुविधा हो वा पास हो? यो पूर्ण रूपमा प्रयोगकर्ताको ज्ञान, अनुशासन र नियतमा भर पर्छ। यदि जिम्मेवार प्रयोग गरियो भने यसले 45 दिनको ब्याजमुक्त ऋण, विभिन्न पसलहरूबाट पाइने पुरस्कार र छुट, बलियो क्रेडिट इतिहास र आर्थिक लचकता तथा सुरक्षा जस्ता अनगिन्ती फाइदा दिन्छ। र तराजुको अर्कोपट्टि गैर जिम्मेवार प्रयोग छ। हो, जसले चर्को ब्याजको चक्र, बढ्दो ऋणको बोझ, खराब क्रेडिट स्कोर र कालो सूचीको जोखिम निम्त्याउँछ। त्यसो भए अन्तिम निचोड के त? अन्तिम निचोड के हो भने क्रेडिट कार्डलाई निशुल्क पैसा वा थप आम्दानीको रूपमा कहिल्यै हेर्नु हुँदैन। यो केवल एक अल्पकालीन ऋण हो। जबसम्म यो कुरा मनमा रहन्छ तबसम्म यो सुविधा नै रहन्छ। जब यो कुरा बिर्सिन्छ तब यो पासो बन्न थाल्छ। आजको विश्लेषणले क्रेडिट कार्डको दुवै पाटोलाई स्पष्ट पारेको छ। यो एक शक्तिशाली औजार हो, तर यसलाई चलाउने ज्ञान र अनुशासन भएन भने यसले ठूलो हानि पनि गर्न सक्छ। हरेक शक्तिशाली औजारको प्रकृति नै यस्तै हुन्छ। सही प्रयोगले जीवन सहज बनाउँछ, गलत प्रयोगले विनाश निम्त्याउँछ। यो छलफलको अन्त्यमा एउटा विचार छोडेर जाउँ। जब नगदको सट्टा कार्डबाट भुक्तानी गरिन्छ, खर्च गरेको महसुस कम हुन्छ। यो एक प्रमाणित मनोवैज्ञानिक प्रभाव हो। यो प्रभावलाई ध्यानमा राख्दै क्रेडिट कार्डलाई खर्च गर्ने लाइसेन्स नभई सधैँ एउटा छोटो अवधिको ऋण नै हो भनेर सम्झिरहन हरेक व्यक्तिले आफ्नो लागि कस्तो व्यक्तिगत नियम वा मानसिकता बनाउन सक्ला, यो प्रश्नमा विचार गर्दै आजको लागि बिदा लिन्छौँ। हाम्रो आजको पडकास्ट राम्रो लागेमा हाम्रो युट्युब च्यानललाई लाइक अनि सब्स्क्राइब गरिदिनुहोला। फेरि अर्को एपिसोडमा भेट हुनेछ।